सशस्त्र प्रहरी सहायक निरीक्षक तथा निरीक्षकमा पनि ठूलो संख्यामा भ्याकेन्सी खुलेको छ साथीहरू। अस्ति भर्खरै जनपद तर्फको असै र इन्सपेक्टरमा भ्याकेन्सी खुलेको थियो भने आज चाहिँ तपाईको सशस्त्र तर्फको असै र इन्सपेक्टरमा राम्रो संख्यामा भ्याकेन्सी खुलेको छ। यसको बारेमा डिटेलमा आजको यस भिडियो सामग्रीमा हामीले जानकारी हासिल गर्नेछौँ। भिडियोलाई अन्त्यसम्म हेर्नु होला र च्यानलमा नयाँ हुनुहुन्छ भने कृपया च्यानललाई सब्स्क्राइब गरेर जोडिनु होला। हेर्छौँ है त, यो चाहिँ सूचना रहेको छ 2082 9 महिना 4 गते प्रकाशन भएको छ। सशस्त्र प्रहरी बल नेपालमा रिक्त रहेका साधारण समूह, साधारण उपसमूह र प्राविधिक समूह स्वास्थ्यतर्फ उल्लेखित पदहरूमा प्रतियोगिताद्वारा चाहिँ खुला प्रतियोगिताद्वारा चाहिँ पदपूर्ति गर्नुपर्ने भएकाले देहाय बमोजिम योग्यता पुगेका इच्छुक नेपाली नागरिकबाट अनलाइन मार्फत नै रु 10 को टिकट टाँसेर स्वयं उपस्थित भई आफूलाई पाएक पर्ने सशस्त्र प्रहरी बल नेपालको तोकिएको कार्यालयमा दरखास्त फारम बुझाउनु पर्ने छ भनेर भनेको छ। अब दरखास्त लिने मिति भनेको छ है, मिति 2082 9 महिना 11 गतेदेखि पर्सिदेखि 82 10 महिना 11 गतेसम्म 1 महिना चाहिँ कार्यालय समयमा र डबल दस्तुर बुझाएर चाहिँ 10 महिना 12 गतेदेखि 21 गतेसम्म है, थप 10 दिन जस्तो 1 हप्ता जस्तो थप गरेको छ। त्यसपछि अनलाइन मार्फत तोकिएको समयभित्र दरखास्त फारम भरेका सशस्त्र प्रहरी निरीक्षक, सशस्त्र प्रहरी सहायक निरीक्षक, प्राविधिक सशस्त्र प्रहरी निरीक्षक र प्राविधिक सशस्त्र प्रहरी नायब निरीक्षक पदका आवेदकहरूले मिति 2082 10 महिना 23 गते कार्यालय समयभित्र आफूले दरखास्त आवेदन दिँदा रोजेको कार्यालयमा स्वयं उपस्थित भई सक्कली दरखास्त फारम बुझाउनु पर्नेछ भनेको छ। अनलाइनबाट भर्ने, त्यसपछि त्यसलाई प्रिन्ट गरेर आफै उपस्थित हुने कुरा गर्यो है त। अब सम्पर्क मिति चाहिँ कहिले भनेर चाहिँ पनि दिएको छ। साधारण समूह तर्फका सशस्त्र प्रहरी निरीक्षक, सशस्त्र प्रहरी सहायक निरीक्षक हैन, प्राविधिक समूह स्वास्थ्य तर्फका प्राविधिक सशस्त्र प्रहरी चिकित्सक र प्राविधिक सशस्त्र प्रहरी नायब निरीक्षक स्टाफ नर्स पदको प्रारम्भिक स्वास्थ्य परीक्षण सम्बन्धी सूचना मिति 2082 10 महिना 29 गते यसको वेबसाइटमा www.apr.gov.np मा प्रकाशन गरिने भनेको छ। अब कुनमा कति खुलेको छ भनेर हेर्छौँ है त। अब सशस्त्र प्रहरी निरीक्षक साधारण समूह, साधारण कि मेन इन्सपेक्टर तर्फ चाहिँ तपाईको अमर र अशक्त पदमा 1 जना, खुल्लामा चाहिँ 22 जनामा आएको छ, महिलामा 3 जना हैन, आदिवासी जनजाति तर्फ तपाईको 6 जना, मधेसी 5 जना, दलित 3 जना र पिछडिएको क्षेत्रतर्फ 1 जना गरी जम्मा 41 जना माग्यो है त। त्यसै गरेर सशस्त्र प्रहरी सहायक निरीक्षक साधारण समूह यो असै तर्फ तपाईको खुल्ला 70 हैन, अमर र अशक्त सही तर्फ तपाईको 3 जना, महिला 12 जना, आदिवासी जनजाति 18 जना, मधेसी 16 जना, दलित 9 जना, पिछडिएको क्षेत्रतर्फ 3 जना, जम्मा 131 जना मागेको छ है। सशस्त्र प्रहरी निरीक्षक कानुन उपसमूह तर्फ खुल्ला 4 जना मागेको छ, जम्मा 7 जना। सशस्त्र प्रहरी निरीक्षक लेखा उपसमूह तर्फ खुल्ला 8 जना, जम्मा 13 जना। प्राविधिक सशस्त्र प्रहरी निरीक्षक तर्फ खुल्ला 4 जना, जम्मा 8 जना। प्राविधिक सशस्त्र प्रहरी नायब निरीक्षक स्टाफ नर्स तर्फ खुल्ला 5 जना, टोटल 9 जना मागेको छ है साथीहरु। त्यसैले दरखास्त फारम दर्ता गर्ने स्थानहरु तपाईलाई यहाँ दिएको छ। साधारण समूह, साधारण उपसमूह, कानुन उपसमूह, लेखा उपसमूह तर्फका सशस्त्र प्रहरी निरीक्षक, साधारण समूह, साधारण उपसमूह तर्फको हेर्छौं है त। यो सबैको सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हलचोक स्वयम्भू काठमाडौँमा तपाईले दरखास्त फारम दर्ता गर्न सक्नुहुन्छ। त्यसै गरेर सशस्त्र प्रहरी बल नेपाल नम्बर 1 बराहा बहिनी मुख्यालय पकनी सुनसरीमा रहेछ। त्यसै गरेर सिन्नमस्तामा, त्यसै गरेर यिनीहरुमा तपाईले दिन सक्नुहुन्छ है। अब न्यूनतम आवश्यक योग्यता के छ भनेर हामीले हेर्छौं है। न्यूनतम आवश्यक योग्यताको कुरा गर्नुहुन्छ भने सशस्त्र प्रहरी निरीक्षक साधारण उपसमूह तर्फ विज्ञापन प्रकाशन भएको मितिदेखि 21 वर्ष पुरा गरी 25 वर्ष ननाएको है जन्म मिति। तपाईको जन्म मिति हेरौं है त, यो तपाई झुकिनुहुन्छ। जन्म मिति चाहिँ सशस्त्र प्रहरी निरीक्षक यो इन्सपेक्टरको कुरा गरेको हो। इन्सपेक्टरमा चाहिँ तपाई 2057 9 महिना 4 गते
देखि 2061 9 महिना 4 गतेको बिचमा तपाईँ जन्मिनु भएको छ भने तपाईँले फर्म भर्न मिल्यो। यो बिचमा तपाईँको जन्ममिति पर्दैन भने, नागरिकतामा भएको जन्ममिति पर्दैन भने तपाईँले पाउनुहुन्न है। मान्यता प्राप्त विश्वविद्यालयबाट स्नातक तह वा सो सरहको उपाधि प्राप्त गरेको तपाईँले चाहिँ के गर्नु पर्यो साथीहरू भन्दा तपाईँले ब्याचलर गरेको हुनु पर्यो। पुरुषको हकमा उचाइ कम्तीमा 5 फिट 2 इन्च र तौल कम्तीमा 50 केजी तथा महिलाको हकमा उचाइ 5 फिट र तौल 42 केजी भएको नेपाली नागरिकताको प्रमाणपत्र तपाईँले प्राप्त गरेको हुनु पर्यो, नागरिकता हुनु पर्यो। पुरुषको हकमा छाती नफुलाउँदा कम्तीमा 21 इन्च र फुलाउँदा 33 इन्च भएको है। आँखा -2 वा +2 भन्दा बढी वा कमजोर नभएको, प्रधान कार्यालयले तोकेको स्वीकृत चिकित्सकबाट निरोगिताको प्रमाणपत्र पाएको, परीक्षा फलको क्रममा सञ्चालन हुने है। त्यसरी आफूले अध्ययन गरेको शिक्षण संस्था र आफ्नो नातेदार बाहेकका अन्य 2 जना नेपाल सरकारको वाला राजपत्र अङ्कित अधिकृतबाट राम्रो चरित्रको सिफारिस पाएको है। त्यसै गरेर नैतिक पतन नदेखिने, फौजदारी अभियोगमा अदालतबाट सजाय नपाएको, दरखास्त दिँदाका बखत राजनीतिक दलको सदस्यता नहुनु पर्यो अनि आतंककारी संगठनको सदस्य नभएको हुनु पर्यो, भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य ठहरिने गरी नोकरीबाट बर्खास्त नभएको हुनु पर्यो, मानव अधिकार र मानव कानुनको उल्लङ्घनमा सजाय पनि पाउनु भएन। त्यसैले नेपालभित्र जासुसी यो त भइहाल्छ है, यो हुँदैन। त्यसैले सशस्त्र प्रहरी सहायक निरीक्षकमा विज्ञापन प्रकाशन भएको मितिदेखि 18 वर्ष पुरा गरी 23 वर्ष ननाएको हैन, जन्ममिति तपाईको 2059 9 महिना 4 गतेदेखि 2064 9 महिना 4 गतेको बिचमा हुनु पर्यो। यसको बिचमा छ भने मात्रै भर्न पाउनुहुन्छ। अरु चाहिँ सबै तपाईको यो +2 पास गरेको हुनु पर्यो। अरु चाहिँ एउटै हो है त, अघि हामीले हेरेको एउटै हो, तपाईले यहाँ हेर्न सक्नुहुन्छ। यति नै हो। र यो चाहिँ तपाईको दरखास्त फारम बुराउँदा दस्तुर बापत सशस्त्र प्रहरी निरीक्षक तर्फ 1200 हैन। त्यसै गरेर समावेशीमा अरु 240 भयो। त्यसै गरेर हाम्रो असहीमा 500 रुपैयाँ र थप भर्न चाहनुहुन्छ महिलामा वा अरु कुनैमा भने 100 रुपैयाँ थप भर्नु पर्यो। यति कुरा रहेको छ है त।